उहाँको आफ्नो त्यो देशको भाषा डच भयो, अङ्ग्रेजी गरी खाने भाषा भयो, उहाँले फ्रेन्च बोल्नुहुन्छ, सिक्दै हुनुहुन्छ, जर्मन सिक्दै हुनुहुन्छ क्या र। अनि अब त्यस पछाडि नेपाली भाषा उहाँले लेख्नुहुन्छ, पढ्नुहुन्छ र स्पष्टसँग बोल्नुहुन्छ। अनि मन्दिरमा भानु जयन्तीको कार्यक्रम छ भनेर 80 को दिन भन्दा उहाँले हिजो एउटा लेख लेख्नु भएको छ। उहाँले आफै लेखेको, 100% आफै लेखेको। म त्यो लेख पढ्नको लागि, लेख सेयर गर्नको लागि नेदरल्यान्डबाट आउने प्रणिस मैनालीलाई अगाडि बढाउन चाहन्छु। प्रणिसजी, तपाईँ टाइम आउनुहोस् न। मेरो नाम प्रणिस मैनाली हो। म चाहिँ नेदरल्यान्डबाट आएको अनि मैले एउटा लेख लेखेको छु अनि तपाईँहरूलाई सुनाउने। आज हामी चाहिँ हाम्रो भाषालाई सम्झिनुपर्छ। आज यो दिनमा 250 वर्ष अगाडि भानुभक्त आचार्यले नेपाली हाम्रो भाषा बनाउनु भयो। नेपाली हामीसँग सधैँ हुन्छ। त्यही भएर मेरो सन्देश तपाईँ सबैजनाहरूलाई आफ्नो भाषा बोल्नुहोस्, आफ्नो भाषा सिक्दिनुहोस्, आफ्नो भाषा सम्झिनुहोस्। यो सबै मैले त्यत्तिकै भनेको होइन। म कहाँ नेपाली घरहरूतिर जाँदा त्यहाँको मोस्टली सानो नानीहरू नेपाली कि कम्ती बोल्छन् कि प्याट्टै बोल्दैनन्, अनि बरु अङ्ग्रेजी बोल्छन्। त्यसैले बाबा र आमाहरूले नानीहरूसँग नेपाली बोल्न अलिक धेरै कोसिस गर्नुहोस्। नेपाली भाषाको जय होस्। धन्यवाद गणेशजी। उहाँ अहिले अमेरिकामा छ।